किन सक्नु किन जानु तपाईहरुले चाहिँ नि हाम्रो निमन्त्रणा स्वीकारेर यहाँसम्म पाल्दिनु भयो हाम्रो इज्जत इमान राख्दिनु भयो हाम्रो शिर उठाइदिनु भयो त्यसको लागि चाहिँ हामीले अब उठाउन सक्यौं कि सकिएन फेरि हजुर मन्त्रणा गर्नुभयो खुसी लाग्यो जान्नु नजाने जाने नजाने नाच्यौँ पनि एकछिन खुसी रमाइलो भयो ल अब हामी सुरुवातले हो त चाँदीमुखियाहरू है त ल धन्यवाद धन्यवाद छ हाम्रो झम्सिकेल सोल रेस्टो क्याफेमा जसिप्सजीको निमन्त्रणा झुमा दिदी लिम्बूको विशेष क्याफे पहिलेदेखि आउन मन लागेको ठाउँ आज यसरी निमन्त्रणा पाएर आउँदा यो रेस्टुरेन्टमा बस्नु पाउँदा एकदम खुसी लागेको छ थ्याङ्क यू भेरी मच सोल रेस्टुरेन्ट र यहाँको सम्पूर्ण स्टाफहरूप्रति र हामीलाई यत्रो फेरि खाजा पनि भोकायो तिर्खायो होला भनेर खाजा यहाँ हेरौँ न यहाँ लुक्याट यहाँ हेरौँ न यहाँ होइन त्यस कारणले गर्दाखेरि थ्याङ्क यू भेरी मच है वी आर इन्जोइङ भेरी मच ठिक छ हेलो एभ्रिवान वेलकम ब्याक युट्युब च्यानल सो सबैजनालाई एक फेरि भन्न चाहन्छु सेवा अनि हौवा यो भ्लग चाहिँ स्पेसल आजको भ्लग चाहिँ रहेको छ किराती राईहरूको महान चाड साकेला उभौलीको चाहिँ विशेष गरी आज टुडी खेलमा भव्य सबै रूपमा चाहिँ साकेला भइरहेको छ सो त्यहाँ चाहिँ हामी जाँदैछौँ अनि त्यहाँ जानुभन्दा अगाडि चाहिँ मैले भिडियो अथवा भ्लग स्टार्ट गरेँ सो यो भ्लग चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नु होला यस्तो बवाल हुनेवाला छ सो तपाईँहरूले यो भिडियो हेर्न छुटाउनु भयो भने चाहिँ फेरि तपाईँहरू फेरि धोका हुन्छ तपाईँलाई धोका तपाईँहरू फेरि पछि पछुटाउनु पर्छ त्यही भएर सुरुदेखि अन्तिमसम्म यो भिडियो स्किप नगरी हेर्नु होला र म चाहिँ साथमा यहाँ मेरो एउटा हिरो भाइ निशान चाम्ससँग चाहिँ म यहाँ रेडी भइसकेको छु अब यसको केही छ भने भन्छ यसले के छ अनि त्यस्तो केही छैन भन्नुलाई जस्ट हामी साकेलामा जानलाई रेडी भयौँ अब जान्छौँ तपाईँहरूले यो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला पक्कै पनि तपाईँहरूले साथ सपोर्ट गर्नु भएन भने फेरि म तपाईँहरूको घरमा आएर फेरि भेट्नेछु फेरि नराम्रो हुनेवाला छ त्यसैले चाहिँ तपाईँहरूले जसरी हुन्छ यो भिडियोलाई चाहिँ सक्दोसँग सेयर अनि लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला सो हामी चाहिँ तपाईँहरूलाई फाइनली एकैचोटि साकेलामा भेट्छौँ अब हामी त्यहाँ टिम किन आइसक्यौँ अगाडि यहाँबाट बाइक छिराउने भन्ने कुरा भयो जन्मुसार हो ताकिनेको खाना फालुना भने जस्तो हो नि त हौ ओडा राख्नु त ओडा हेलो है नो पार्किङ ओडा जेम पात्र होला आले जेम पात्र होला ओडा हेलो एउटा पनि पाइन यार खाली भागै पाइन थोरो ओडा ए बाटो रहेछ यार खोडा सबै प्याक छ तपाईँ आम्मा राम्रो छ त भित्र बबाल रहेछ नि त यहाँ हालिदिउँ कहाँ छ झर त म घुमाउँछु गाह्रो कुरा चाहिँ के भइदियो भने यहाँ पार्किङ गर्ने ठाउँ भएन घाँसमा दिनमा साह्रो जेतिरहेको तपाईँको ओडा पार्किङ पनि पाइन ठुलो हौ थोडा राख्नुपर्ने हो उसको बाइक त थोडा राख्नु हो खोडा हिँडे छिरवाले ओके कहाँ पानी ओडा होइन आमा ल हेर्नुहोस् त यो हो नि त बहुत गजब रहेछ नि त हामी चाहिँ साकेलामा अब यो चाहिँ राईहरूको तिते होइन तिते हाम्रो भाषामा बाजे
हाम्रो भाषामा यसलाई के भन्छ वाचिपा वाचिपा भन्छ यसलाई वाचिपा हैन वाचिपा वाचिपा चाहिँ हो हाम्रो भाषामा चाम्लिङ भाषामा वाचिपा तिते भन्छ खासमा राई हाम्रो यो नेपाली ठेट भाषामा चाहिँ यतातिर दाइले चाहिँ वासिङ सार्दै हुनुहुन्छ हाम्रो भाषामा चाहिँ वासिम भन्छ यता निरञ्जन सर ओको वासिम ओको सरुवा सरुवा वासिम सरुवा वासिम सो अब चाहिँ टक्क यहाँ हामी चाहिँ होइन उहाँले खानु न हामी जब यहाँ खाजा खाएर सट्ट निस्किने कुरा भइरहेछ त्यता हाम्रो टिप्पेन दाइ हुनुहुन्छ आज साकेलाको उभौलीको समापन कार्यक्रममा तिनकुनेमा हामी तुवाचुङ ग्रुप भेट भएको छौँ रमाइलो हुँदैछ र वाचिपा हाम्रो मिना बहिनीले वाचिपाको दिनुभएको छ वासिम पनि दिनुभएको छ हामीलाई धेरै रमाइलो खुसी बनाउनु भएको छ ल धन्यवाद तपाईँहरूलाई है थ्याङ्क यू भेरी मच आज रमाइलो भइरहेछ सम्भवतः यो सालको 2082 सालको अन्तिम साकेला हो तिनकुनेमा र भयङ्कर रमाइलो भइरहेको छ वायर इन्जोइङ अलर्ट होइन अनि हामी सिलिचुङ यो सेकुवा कर्नरमा छौँ यसको विशेष यसको मेन यसको रेस्टुरेन्ट भनेको चाहिँ पर पेप्सी कोलामा छ यहाँ भिजिट गर्न सक्नुहुन्छ है त तर रमाइलो भइरहेछ लिने नि त वाचिपा रोजुको लागि त यो कसो लाग्यो यो मेरो लागि भनौँ न ओके ओके चियर्स ल साकेला ल हाम्रो साकेला उठाउँ अरू त्यो मगाउँ न त्यो अरू मगाउँ चिसो मगाउँ न चिसो मगाउँ हाम्रो यो केटोले चाहिँ केही भनेन हेलो केही भन्नु पऱ्यो क्या यो स्टेजको लाइनमा छ स्टेज भन्नु पऱ्यो नि केही आजको कस्तो भइरहेको छ साकेला एकदमै आज चाहिँ एकदम रमाइलो भइरहेको छ हामी चाहिँ यहाँ तिनकुनेमा सबैजना यहाँ भेला भएर के वाचिपा अनि वासिम अनि पेप्सी खाने क्रममा चाहिँ हामी सबैजना यहाँ भेला भएको छौँ मामा तपाईँलाई ल एलेजुङ 2085को साकेलाको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना र हाम्रो विशेष यहाँ सिआरजी भ्लगलाई पनि सब्सक्राइब र लाइक गरिदिनु होला धन्यवाद थोरै बोल्नु पर्यो क्या तपाईँ जस्तो मान्छे के बोल्दियो साकेलाको बारेमा पहिलोचोटि बोल्दैछु म त यार आज चाहिँ लगभग हामी मैचाहरू गर्नको लागि चाहिँ तिनकुनेमा आएका छौँ र यसमा चाहिँ यतिखेर हामी बिसाउने चौतारीमा चाहिँ बिसाइरहेको अवस्था है धन्यवाद अब चाहिँ हामी यहाँ वाचिपा वासिमहरू खान लागेको छौँ यता भाइ छ अब चट्ट हामी चाहिँ खाएर फेरि एकछिनपछि हामी भेट्नेछौँ सो त्यही हो है त हाम्रो चाम्लिङ राईमा चाहिँ बाजेलाई फुल खाजा है फुल खाजा हो फुल खाजा भन्छ तर इङ्ग्लिसमा चाहिँ फ्राइड राइस के भन्छ फ्राइड राइस हो खाजा भन्छ हाम्रो यसमा चाहिँ यो भातभन्दा यसको गुण विशेषता बताउँ है यो चाहिँ यो बनाएर बोक्छन् यसमा चाहिँ चाँडो सडिने कुरा हुँदैन अलिक लामो समयसम्म बाँच्ने किनकि यसमा घिउमा हालेको हुन्छ अनि अलिकति उसिनेको भन्दा पनि धेरै भुटेको हुनाले यसमा सडिने कम हुने भने लामो समयसम्म टिक्ने हुनाले हामीले यसलाई फुल खाजा भन्छौँ र खाजा बनाएर बोक्दा यो पनि बोक्छौँ हामीले हाम्रो पालामा हाम्रो पुरानो पालामा यसो गर्थ्यौँ अहिले त चाउचाउले विस्थापित गर्यो अब त्यसपछि गाउँघरमा चाहिँ चना चटपटे त्यसले चटपटेले विस्थापित गर्यो नभए यो हाम्रो एकदम प्रसिद्ध खाजा थियो र राम्रो समयसम्म टिक्ने पनि खावाघाम भरपेट हुने राम्रो यो कटारीतिरको भारी बोक्दाखेरि क्या त्यो नुन बोक्नु जाँदाखेरि यही यो खाजा चाहिँ अलिकति कस्तो भने यो खाजा चाहिँ अलिक सम्पन्न व्यक्तिहरू अथवा चाहिँ राम्रो ठाउँमा जाँदा मात्रै बोकेर गइन्थ्यो मेलापात के अरे परदेश जाँदा चाहिँ मकै भटमास नै बोकिन्छ यसमा है यो चाहिँ हाट बजार जाँदाखेरि सबैलाई बाँडेर खुवाउने पाहुनालाई सत्कार समेत हुने त्यस कारणले यसरी बोकिन्थ्यो यो अलिकति यसको भिन्न विशेषता भयो है ल हस् थ्याङ्क यू यहाँ हाम्रो हिरो चाहिँ जल्दो बल्दो अहिले चलिरहेको एक्सट्रिम बाइकमा अब जुन म आएको बाइक चाहिँ भाइ लिएर घर गइसक्यो अब हामी चाहिँ यहाँ साकेलामा केही समय मात्रै बस्यौँ अब हामी चाहिँ
सर्लक्क लाग्दैछौँ अर्कै ठाउँ। सो हामी चाहिँ अर्कै प्रोग्राममा जानुपर्ने भएकोले गर्दा म बाइकमा सवारी हुँदैछु। ल राम्ररी चला है केटा। ओइ अब सर बाइकको पछाडि बसेर हिँड्नु पनि एक बेग्लै मजा छ। सो त्यही हो। ल हामी अब भरे पर सटसँगले प्रोग्राममा पुगेपछि त्यहाँको केही क्लिप्सहरू लिएर आउनेछौँ। अहिले चाहिँ हामी छुट्न चाहन्छौँ। ल हेर्नुहोस् अब तपाईँलाई छुट्नुभन्दा अगाडि चाहिँ काठमाडौँको जाम देखाइदिनु पऱ्यो क्या। तिन कुनेको जाम, यस्तो जाम छ, यस्तो जाम छ, यस्तो घाम छ, बाइकहरू यता यस्तो पार्किङ छ। बिस्तारै कुदाइकान्छ लड्नु चाहिँ मन है। ल हामी चाहिँ फाइनली अब टिनकुनेबाट निस्किसक्यौँ। सर एक्सट्रिम बाइक चढेर भर्खर ल्याएको जल्दो बोल्दो न्यू बाइक यो 125 cc को हो। तर बबाल छ यसको माइलेज कति दिन्छ भाइ भन्दा? 60 60 आम्मामा 60 माइलेज अरे यसको बबाल छ। यो झन् यो पठाउ गर्नेहरूको लागि चाहिँ स्पेसल छ है यो बाइक अहिलेको लागि। लुक्स पनि चिक्ना छ है, लुक्स पनि हेर्नु सक्नुहुन्छ। लुक्स पनि बबाल छ होइन, माइलेज पनि बबाल, के भन्ने अब त्यही हो। ल हाम्रो यहाँ टोलीहरू चाहिँ अगाडि कारमा, बाजेहरू चाहिँ अगाडि हुनुहुन्छ। सो हामी चाहिँ यहाँ यता बाइकमा छौँ, एक्सट्रिमको साथमा मजा लिइरहेको छौँ। भाइ तेरो राइडमा फर्स्टचोटि हो कि यो सेकेन्डचोटि हो? फर्स्ट हो। तपाईँको फर्स्ट टाइम हो। ल भाइको राइड हेर्नु खुसी लाग्यो यार, खुसी लाग्यो। भाइहरूको बाइकमा पनि नयाँ बाइकमा चढ्नु पाइँदो रहेछ यार। आम्मा बबाल छ फेरि बाइक पनि। यस्तो मजा छ कि यो बाइक। मलाई मजा लागेको चाहिँ बाइकको लुक्स अनि क्या के भन्छ अरे लुक्स अनि अर्को माइलेज क्या बबाल लागेको। ल अब हामी जाम खुल्न सर लाग्छौँ सर बिस्तारी। ल सुरुवात हामी चाहिँ अब जसरी सरको इन्भाइट स्वीकारेर आयौँ अनि कोसेली पनि उहाँले हामीलाई तक्राइसक्नु भएको छ। तर हाम्रो राईहरूको चाहिँ सबैभन्दा पहिलो सुरुवात चाहिँ पुर्खाबाट हुने गर्छ। सबैभन्दा जो सिनियर हुनुहुन्छ उहाँबाट हाम्रो बाजेले नि सुरु गर्नुहुन्छ, त्यसपछि हामी सुरु गर्नेछौँ होइन बाजे? ल स्टार्ट गरिदिनुहोस्। हस् तपाईँले नि हिमालयमा भन्छौँ चाम्लिङ भाषाबाट। अब यहाँ जर्सिहरूले निमन्त्रणा गर्नुभयो, खुसी लाग्यो। जाने नजाने नाच्यौँ पनि एकछिन, खुसी रमाइलो भयो। ल अब हामी सुरुवात ल्यायौँ त चादिमकियाहरू है त। ल धन्यवाद। धन्यवाद छ हाम्रो झम्सिखेल सोल रेस्टो क्याफेमा जसिप्सजीको निमन्त्रणा, झुमा दिदी लिम्बूको विशेष क्याफे। पहिलेदेखि आउन मन लागेको ठाउँ, आज यसरी निमन्त्रणा पाएर आउँदा यो रेस्टुरेन्टमा बस्नु पाउँदा एकदम खुसी लागेको छ। थ्याङ्क यू भेरी मच सोल रेस्टुरेन्ट र यहाँको सम्पूर्ण स्टाफहरूप्रति। र हामीलाई यत्रो फेरि खाजा पनि भोकाए तिर्खायो होला भनेर खाजा यहाँ हेरौँ न, यहाँ लुक्याट यहाँ हेरौँ न, यहाँ होइन। हजुर त्यस कारणले गर्दाखेरि थ्याङ्क यू भेरी मच है, वी आर इन्जोइङ भेरी मच। ठिक छ, हुन्छ। उहाँले त मार्नुहुन्छ यता पनि उहाँहरूले पनि लगभग सुरु गरिसक्नु भएको छ। अब हाम्रो चाहिँ यहाँ खाजा खाने कार्यक्रम सुरु भयो। अब हाम्रो जस सरलाई चाहिँ धेरै धन्यवाद छ। हामी चाहिँ अब सुरु गऱ्यौँ है त। ल
बाबा भन्दा नि अब घरै दिएन कि फेरि यतिजना सोल्टी फेरि सोल्टीका पछि सबै सोल्टी नै आउने खानुहोस् ट्यापट्टि बेर खानुहोस् त नहालिदिनु ल भन्यो नि हाल्नु एकचोटि गाँस छान् एक गाँस फेरि एक गाँस छान् न नाटक गर्न खाएको जस्तो नाटक गर्न धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु अब एउटै त होला नि भन्ने भयो आउनु न यहाँ छोरै मान्छे मात्र सोध्दाखेरि हाम्रो त 2 बोतल रक्सी मात्रै छ भनेको उसले हाम्रो पनि त्यस्तै हो अब हामीले चाहिँ हजुरहरूको शिर उठाउने पाउ कष्ट गरे बापत यति नै सक्नु यति नै जानु तपाईहरुले चाहिँ हाम्रो निमन्त्रणा स्वीकारेर यहाँसम्म पाल्दिनु भयो हाम्रो इज्जत इमान राख्दिनु भयो हाम्रो शिर उठाइदिनु भयो त्यसको लागि चाहिँ हामीले अब उठाउन सक्यौँ कि सकेनौँ फेरि हैन अब गल्ती भयो भने माफ पाऊ यति नै हामीले जानेको फेरि फेरि पनि आउँदो सालहरुमा पनि यस्तै शुभ कार्यमा बाचाका साथ अब चाहिँ यसपालि यो गौलीको अन्तिममा भेट भयो अब चाहिँ उधौली सुरु हुँदा हुँदै भेटौँ हरेक गौली भेटौँ हैन यही शुक्रबार पनि भेटौँ भाइहरूको गराइदिनु पनि छ सोल्टी नि कार्यक्रम छ हैन अब हामी निखुर कुटुम्ब हो अहिलेसम्म हैन अब चाहिँ नि त्यो शुक्रबारदेखि यता अर्को साइनो चाहिँ बढाएर लैजाउँ यता मेरो भाइको पनि दुई भाग छैन क्यान्डिडेट्सहरु 101 हैन कस्तो राम्रो मौका भयो मौकामा भेट भयो अघिको हाम्रो बहिनीहरु चाहिँ मिलाएर त्यहाँ कुरा गर्नु शुक्रबार हैन धान नाचेपछि कुरा मिलिजान्छ है मिलिजान्छ साइलेन्टली हैन एकदम आफै पुग्छ आँखाको तालमा मिलिगयो कुरा मिलिजाओ यो चाहिँ नि हाम्रो उधौली मौलीको नाचगान हाम्रो भन्दा पनि अझै बाक्लो सम्बन्ध थियो त्यताबाट अगाडि बढाउँ हजुरहरुको यो किनभने हैन यहाँ ग्लासहरु गिलासहरु ल्याएर यहाँ राखौँ मन्दी भाइ दुई तिनजना सँगै बसौँ हिँड्ने सम्पूर्णमा थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँहरूले सुरुदेखि अन्तिमसम्म भिडियो हेर्नु नै भयो होला र हामी चाहिँ खासमा भन्ने हो भने साकेलासँगै उता हाम्रो लेजेन्ड सिङ्गर दिदी हुनुहुन्छ झुमा लिम्बू उहाँको रेस्टुरेन्टमा इन्भाइट गर्नुभएको थियो त्यो इन्भाइटलाई हामी एक्सेप्ट गरेर गएर हामी चाहिँ त्यहाँनिर रमाइलो गऱ्यौँ साकेला नाच्यौँ त्यसपछि गफसप गऱ्यौँ है इन्जोय गऱ्यौँ सँगै धेरै रमाइलो गऱ्यौँ त्यसपछि हामी
फर्क्यौँ लगभग 5 बजीतिर गएको होला हामी त्यस्तै 11 बजीतिर राति फर्क्यौँ र तपाईँहरूले त्यो भिडियोहरू त हेरि नै हाल्नुभयो होला तसर्थ तपाईँहरूले अब मेरो भनेको तपाईँहरूलाई कन्टेन्ट ल्याउने तपाईँहरूलाई भिडियो बनाएर देखाउने मेरो कर्तव्य हो भने हजुरको कर्तव्य चाहिँ रहेको छ कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ त लाइक अनि सेयर कमेन्ट विशेष त तपाईँहरू कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ मलाई ठ्याक्कै थाहा हुँदैन त्यो भएकोले गर्दाखेरि चाहिँ हजुरहरूले तर कमेन्ट गर्नुभयो भने मलाई थाहा हुन्छ कि तपाईँहरूले कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईँहरूको नामसँगै आउँछ नि त तल टक्क कमेन्टमा त्यसो हुँदाखेरि चाहिँ कमेन्ट गर्नुहोला र प्लस पोइन्ट भनेको चाहिँ यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ हजुरले सब्सक्राइब जरुर गर्नुहोला र ताकि भोलिको दिनमा तपाईँहरूको युट्युबमा मेरो भिडियो आउनेछ जुन सिआरजी ब्लगको भिडियो आएपछि तपाईँहरूले हेर्न सक्नुहुनेछ त्यसैले तपाईँलाई मेरो विनम्र अनुरोध चाहिँ के छ भने हजुरले प्रतिक्रियासँगै हजुरले सब्सक्राइब गर्नु नभुल्नुहोला भन्दै आजको लागि चाहिँ यति नै यो ब्लग म यहीँ अन्त्य गर्न चाहन्छु नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ सबैजना स्वस्थ रहनुहोला खुसी रहनुहोला व्यस्त रहनुहोला बाई बाई